यसले झन् हाल्नु न झ्याम्मै एक तालमा त्यो सानोले ठ्याक्कै पाइबस्नु अन्त बेला बनाइदिउँ झ्यामझ्यामै त रहेछ नि त आज चाहिँ 1 क्विन्टल 20 केजीको हिजो 1 क्विन्टल 12 केजीको होइन धेर भएर 17 mm को 17 mm को टिन जस्तो मात्रै निस्किरहेको थियो अनि छ नि त यहाँ त सब्जी छ पहिले त्यो डडालुपट्टि छ नि सब्जी छ खसीको त्यस्तै हुन्छ पुच्छर निकाल्दिउँ ट्याक 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 पारेर एक एकवटा लगाइदिउँ न बिच चाहिँ कहिले भेटेको छैन है आज यो तपाईँको अचानकमा बिच भेटेको छैन अस्ति दसैँमा गाडी सुँगुर चाहिँ मजा भयो कहाँ ताकेर कहाँ लाग्यो त्यो ठुलो ठुलै सुँगुर मजा हुँदो रहेछ नि त कसो कसो गरेर त्यो त्यसले मात्रै होला अहिलेसम्मकै ठुलो सुँगुर चाहिँ हाम्रोमा पालेको हाम्रोमा त्यति बेलाको लट चाहिँ त्यो भुनी र बुट चाहिँ राम्रो थियो बिहेमा काटेको र त्यो चाइनिजहरूले यस्तै सिधा सर काट्ने खालको मासुै छैन त अनि कसरी काट्नु चल्दै छैन अब भरे अचानै फुटेको भने अनि पिर हुँदैन खुकुरी आइपुगेछ लु त लु त्यो दिन्छ त यो मैले यो खोजेको नि त बेना यसले चाहिँ डडालुपट्टि दिउँ न पहिले त्यसो गर्दा ऊ चाना चाना हुँदैन नि छालापट्टिबाट यसरी हो त्यसरी चाहिँ पहिले छाला वरपर छिनाउनु अलिक ठुलो पिस भएर चिरिङ चिरिङ हुन्छ नभए कुत्तालाई निकै अप्ठ्यारो परिरहेछ के गरौँ भइरहेछ 2-3 छटपट भइरहेछ तिनीहरूलाई कुकुरलाई हो छटपट भइरहेछ एउटा छिटाउँदैन त कस्तो खालको परेछ न छिप्पेको हो नि होइन सुँगुर त छिप्पेको अलिक त्यो हुन्छ होइन हो यतापट्टि भएर समय अप्ठ्यारो हुन्छ समाउँदा झन् हातमा हान्छ कि भन्ने अप्ठ्यारो मात्रै हुन्छ दुईटा पानी तिनटा हो करङ होइन 3टा बनाउनु पर्छ चाहिन्थ्यो प्लास्टिकहरू जम्मा गरेछ प्लास्टिक हुन्छ होला नि प्लास्टिक हुन्छ यहाँ त पुग्छ कुदाउनु छोडेर अहिले त छैन पो त पहिला प्लास्टिक चाहिँ यहीँ मात्रै है पाइने सजिलो गरी मासु मार्दा ढुक्क भन्छ म पनि पो ल्याउनु छोडेर त यहाँ त बानी बिग्रेछ कि आन्ध्रलाई जितेर गोस्त अनि अघि एकै ठाउँ पार्दाखेरि त एक पुचुक भइ त हाल्यो मासु त अनि